आबद्ध सम्बद्ध संस्थाका नेतृत्वका साथीहरू र सबै आदरणीय साथीहरू, आज हामी आन्दोलनको 11औं दिनमा छौं। हाम्रो आन्दोलनमा उपस्थितिको बलमा सफल हुने हो। हामी जति धेरै शिक्षक कर्मचारी आन्दोलनको मोर्चामा उपस्थित हुन सक्छौं, जति धेरै र हामीले जुन कार्यक्रम अगाडि ल्याएको छौं, आम हडताल र राज्यको काममा असहयोग गर्ने, त्यो कामलाई जति प्रभावकारी ढंगबाट हामीले कार्यान्वयन गर्न सक्छौं, राज्यको एकाइहरुमा राज्यमा त्यति नै कडा दबाव पर्दछ। त्यसैले त्यो कुरामा गम्भीर भइदिन म सबै साथीहरुलाई हार्दिक आग्रह गर्दछु र सबै शिक्षक कर्मचारी साथीलाई देशभरिका 27,500 विद्यालयमा नेतृत्व तहबाट सम्पर्क गर्ने सम्भावना रहँदैन। त्यसैले हरेक साथीहरुले, जिल्लाका साथीहरुले र हरेक विद्यालयका साथीहरुले आफ्नो आफ्नो विद्यालयमा फोन गरेर त्यहाँ रहेका, घरमा रहेका सबै साथीलाई काठमाडौँ झिकाउन पनि म विनम्रतापूर्वक अनुरोध गर्दछु। एक थरी साथी आन्दोलनको मोर्चामा डटेको डटै, अर्को साथी घरमा आनन्दले बस्ने यो सुहाउँदैन। त्यो त्यहाँ बस्नेका साथीलाई पनि यसले शोभा दिँदैन। आन्दोलनमा सबैका लागि बराबर उपलब्धि हुन्छ। त्यसैले त्यो बराबर उपलब्धिका लागि सबैको योगदान पनि बराबर हुन जरुरी छ। त्यसैले हरेक शिक्षक साथीले आजै भरे नै आफ्नो विद्यालयमा फोन गरेर, प्रधानाध्यापकज्यू हुनुहुन्छ भने प्रधानाध्यापकज्यू आफैले फोन गरेर सबै साथीलाई काठमाडौँ झिकाउन र विद्यालयका सबै काम कारबाहीहरू ठप्प गर्न पनि म विनम्रतापूर्वक अनुरोध गर्दैछु। आगामी हामीले एससी को उत्तर पुस्तिका परीक्षा नगर्न निर्देशन गरिसकेका छौं। त्यसैले कोही पनि शिक्षक कर्मचारी साथीहरू उत्तर पुस्तिकामा परीक्षणमा संलग्न नहुन पनि म महासंघ राष्ट्रिय समितिको तर्फबाट आग्रह गर्दछु। महासंघको आग्रह विपरीत कोही साथी संलग्न हुनुहुन्छ भने त्यो आन्दोलनको विरोधी हो, शिक्षक कर्मचारीको उपलब्धि विरोधी हो, शिक्षक कर्मचारी विरोधी हो भनेर घोषणा गर्नुपर्ने अवस्था आइपर्न सक्छ र त्यसप्रति पनि सचेत रहन, गम्भीर रहन म सबै साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी हामी यहाँ आन्दोलनमा आएका छौं। म देख्दैछु आन्दोलनको मोर्चाबाट वरिपरिका चिया पसलहरू भरि छन्, अरू पसलहरू भरि छन्। आन्दोलन बीचमा हामी मोर्चाबन्दी बसेका छौं। ओरतिर परितिर शीतलमा बसिरहेका छौं साथीहरू। हामीलाई पनि कष्ट छ, घाममै बसिरहेका छौं हामी। म उमेरले 60 वर्ष पुग्न लागिसके। म घाममा निरन्तर खटिरहेका छु, हिँडिरहेका छु, साथीहरूसँग अन्तर्क्रिया गरिरहेका छु भने तपाईँ पनि सक्नुहुन्छ भन्ने मलाई विश्वास छ। त्यसैले आन्दोलनको मोर्चामा, आन्दोलनकै मोर्चामा खटेर हामीले यो आन्दोलनलाई बलियो पार्नुपर्छ। आन्दोलन रमिता हेर्ने ठाउँ होइन, आन्दोलन गफगाफ र मजाकको विषय पनि होइन। यो धेरै जटिल कुरा हो। आन्दोलनको सञ्चालन र यसलाई निर्णयमा पुर्याउने एउटै उपाय छ, त्यो तपाईको प्रतिबद्ध उपस्थिति हो। उपस्थिति मात्रै भन्दिन, प्रतिबद्ध उपस्थिति भनेको हामीले आन्दोलनको समय 12बाट 3 गरेका छौं। साथीहरूलाई कष्ट भयो भनेर आन्दोलनको अवधि हामीले 2 घण्टा घटाएको छौं। 11बाट 4 को आन्दोलनलाई अब 3 घण्टा तपाईँ प्रतिबद्ध भएर एक ठाउँ बसेर आन्दोलनलाई अघि बढाउनु पर्छ। त्यसो भयो भने मात्रै हामी सरकारलाई दबाब दिन सक्छौं र उपलब्धि लिन सक्छौं। म एकजना त हो, गए पनि हुन्छ, म एकजना त हो, नआए पनि हुन्छ भनेर हामी सबैले सोच्यौं भने हरेक मान्छे त एकजना नै हो। अनि यहाँ उपस्थिति कसरी बढ्छ, हामी आन्दोलनलाई कसरी प्रभावकारी र बलियो बनाउन सक्छौं। तपाईहरुले के सोच्नुपर्छ भने महासंघको अध्यक्ष आएन भने पनि, महासंघको महासचिव आएन भने पनि, आबद्ध सम्बन्धका अध्यक्ष र महासचिव आएनन् भने पनि म आन्दोलनमा जान्छु, किनभने यो आन्दोलन मेरो हो भन्ने तपाईँले सोचिदिनुभयो भने पनि आन्दोलन बलियो त हो। यो आन्दोलनमा महासंघको अध्यक्ष, महासचिव, सहअध्यक्ष लगायत पदाधिकारी, आबद्ध सम्बन्ध संस्थाका अध्यक्ष महासचिवले जे उपलब्धि प्राप्त गर्छन्, तपाईँ हामी सबैले त्यही उपलब्धि प्राप्त गर्ने हो।
जब हामी उपलब्धि बराबर हुन्छ भने हाम्रो संलग्न सहभागिता र प्रतिबद्धता पनि बराबर हुनुपर्छ आदरणीय साथीहरू। त्यसैले फेरि एकपटक मैले विनम्रतापूर्वक अनुरोध गरेको छु, भरे नै हरेक साथीले आफ्नो आफ्नो विद्यालयमा फोन गरेर बाँकी रहेका साथीलाई झिकाउन, विद्यालयको काम कारबाही ठप्प पार्न म हार्दिक अनुरोध गर्दछु। विद्यार्थी र अभिभावकप्रति पनि मेरो विशेष अनुरोध छ। हामी नेपालको विद्यालय शिक्षालाई सुधार गर्ने महाअभियानमा छौँ। यो महाअभियान सफल हुँदा विद्यार्थीलाई पनि फाइदा हुन्छ, अभिभावकलाई पनि फाइदा हुन्छ, देशको विद्यालय शिक्षा नयाँ गोरेटोमा जान्छ। त्यसैले भविष्यको फाइदाका लागि, भविष्यको उन्नतिका लागि केही दिनको पढाइ लेखाइलाई थाती राख्दिन र यो आन्दोलनलाई सहयोग र समर्थन गर्न यसमा जोडिन पनि उहाँहरूलाई समेत म विनम्रतापूर्वक आग्रह गर्दछु। आन्दोलनमा सहभागी हुनुभयो, यहाँको यहाँ जति पनि सहभागी हुनुभएको छ ती सबै साथीहरूलाई हार्दिक धन्यवाद। सहभागी हुन आउने क्रममा रहनुभएका साथीलाई पनि हार्दिक स्वागत। र जो संस्था र व्यक्तिले हामीलाई एकबद्धता जाहेर गर्न आउनु भएको छ ती सबैप्रति पनि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको तर्फबाट हार्दिक धन्यवाद दिँदै भोलिको कार्यक्रम हाम्रो यहीँबाट सुरु हुन्छ। कतिपय साथीले भन्नुभएको छ यो दिनदिनै आएको छौँ, यहाँ बसेका छौँ, के उपलब्धि भयो भन्नुहुन्छ। उपलब्धि हुने क्रममा छ। हामी दिनदिनै आएको यहाँ बसेको, राज्यले ड्रोन मार्फत हेरेको छ, देश विदेशका सञ्चार माध्यमहरूले बोलेका छन्, राष्ट्रिय अन्तर्राष्ट्रिय हिसाबले सरकारमाथि दबाव परिरहेको छ। तपाईको उपस्थिति निरर्थक हुँदैन, तपाईको मेहनत निरर्थक हुँदैन। त्यसैले आन्दोलन भड्काउतिर गयो भने, आन्दोलन तोडफोडतिर गयो भने हाम्रो आन्दोलनको पतन हुन्छ। हामी बिना उपलब्धि घर फर्किनुपर्ने अवस्थामा पुग्छौँ। तर सभ्य र सौम्य आन्दोलनलाई हामीले यथावत राख्यौँ भने हामी एक दिन न एक दिन उपलब्धिमा पुग्छौँ। मैले सुरुकै दिन बोल्दाखेरि यहाँहरूलाई भनेको थिएँ यो आन्दोलन लामो चल्छ, साथी हो, नथाक्नु होला, नभाग्नु होला। तपाईँ थाक्नु भएन, तपाईँ भाग्नु भएन भने उपलब्धि ल्याउने जिम्मा नेपाल शिक्षक महासंघको भयो, हाम्रो हो भनेको थिएँ। आज त्यही कुरा दोहोऱ्याउन चाहन्छु। तपाईँ थाक्नुभयो, भाग्नुभयो भने कुनै उपलब्धि हुँदैन। त्यसैले नथाक्नु होला, नभाग्नु होला। यहाँ नआएका साथीलाई पनि आन्दोलनको मोर्चामा जोड्नु होला। शिक्षाको भविष्य छ, शिक्षक कर्मचारीको भविष्य छ, देशको भविष्य छ। आशावादी रहनु होला। बलियो आन्दोलन, बलियो उपलब्धि, बलियो उपस्थिति, बलियो आन्दोलन, बलियो आन्दोलन, बलियो उपलब्धि भन्ने हाम्रो मन्त्रलाई नबिर्सिदिन आग्रह गर्दै आजको यो हाम्रो धरना भनौँ अथवा विरोध सभा भनौँ, सभा त आज हामीले गऱ्यौँ न। यो हाम्रो आजको कार्यक्रम, विरोध कार्यक्रम यहीँ पुरा भएको अनुरोध गर्दै सबै साथीहरूलाई घर घरमा गएर आराम गर्न पनि म हार्दिक अनुरोध गर्दछु। र काठमाडौँ, भक्तपुर र ललितपुरका महासंघ र सङ्घ सङ्गठनका अध्यक्ष र सचिवहरूलाई बुद्धनगर आधारभूत विद्यालयमा उपस्थित भइदिन हार्दिक अनुरोध गर्दै आजको कार्यक्रम यही सकिएको घोषणा गर्दछु। नेपाल शिक्षक महासंघ जिन्दाबाद, नेपाल शिक्षक महासंघ जिन्दाबाद। हामी के चाहन्छौँ? अग्रगामी शिक्षा ऐन बदल्नु। नेपाली शिक्षक के भन्छ? नेपाली शिक्षक कर्मचारी के भन्छ? धन्यवाद, नमस्कार।